स्वागत छ। आज एउटा एकदमै धेरै सोधिने प्रश्नबारे कुरा गरौँ है त। के महिनावारी भएको बेला गर्भ रहन सक्छ? यो प्रश्न धेरैको मनमा हुन्छ। हो नि, हामीसँग महिला.pdf भन्ने स्रोत छ जसले महिनावारी चक्र र गर्भधारणको सम्भावनाबारे बताउँछ। आज यसैलाई अलिक गहिरिएर हेरौँ। हुन्छ, हेरौँ न त के भन्छ स्रोतले। हाम्रो लक्ष्य चाहिँ के हो भने यो स्रोतबाट खास र चाहिने जानकारी निकालेर सरल पार्ने। ल सुरु गरौँ है त। ल, सबभन्दा पहिले यो महिनावारी चक्र मेन्स्ट्रुअल साइकल भनेको के हो अलिकति छोटकरीमा भनिदिनुस् न। यो महिलाको शरीरमा हरेक महिना हुने एउटा प्राकृतिक प्रक्रिया हो। यसले शरीरलाई सम्भावित गर्भावस्थाको लागि तयार पार्छ। कति दिनको हुन्छ यो सामान्यतया? सामान्यतया त 21 देखि 35 दिनसम्मको हुन सक्छ, तर धेरैको औसतमा 28 दिनको हुन्छ। यो हरेक महिलामा अलि फरक पर्न सक्छ। ठिक छ। अनि यही चक्रको कुन समयमा गर्भ रहने सम्भावना सबभन्दा धेरै हुन्छ त? भने अर्को महिनावारी सुरु हुनुभन्दा ठ्याक्क 14 दिन जति अगाडि। तर चक्र छोटो लामो भएअनुसार यो 10 देखि 16 दिन अघिसम्म पनि पर्न सक्छ। ए बुझे। अब आजको मुख्य प्रश्नमा जाउँ। महिनावारी भइरहेकै बेला नि स्रोतले भन्छ महिनावारी 3 देखि 7 दिनसम्म हुन्छ। यो बेला त ओभ्युलेसन टाढा हुन्छ होइन र? हो, सामान्यतया। त्यसो भए गर्भ बस्ने चान्स एकदमै कम भयो। सम्भावना निकै कम हुन्छ, तर शून्य नै चाहिँ होइन है। ए कसरी? यहाँ एउटा ध्यान दिनुपर्ने कुरा छ। यदि कसैको महिनावारी चक्र अलि छोटो छ, मानौ न 21 वा 24 दिनको मात्रै, त्यस्तोमा ओभ्युलेसन चाँडै हुन सक्छ के। चक्रको 7औं 8औं दिनतिरै पनि डिम्ब निस्कन सक्छ। ए भनेपछि महिनावारीको अन्तिम दिनतिर, जस्तै 4औं 5औं दिनतिर यौन सम्पर्क भयो भने? ठ्याक्कै। कुरो के भने नि, शुक्रकीट महिलाको शरीरभित्र 5 दिनसम्म बाँच्न सक्छ। 5 दिनसम्म? हो। अनि यदि महिनावारीको अन्तिम दिनतिर, मानौ डे 5 वा 6 मा सम्पर्क भयो र त्यसको 2-3 दिनमै डे 8 वा 9 मा ओभ्युलेसन भयो भने ती पहिलेदेखि भएका शुक्रकीटले डिम्बलाई भेट्न सक्ने भए? बिल्कुल, भेटेर गर्भ रहन सक्छ। त्यसैले सम्भावना कम भए पनि यो हुन सक्छ, विशेष गरी जसको साइकल छोटो छ वा अलि गडबड भइरहन्छ उहाँहरूमा। मतलब महिनावारी सकिने बित्तिकै पनि छोटो चक्र हुनेलाई रिस्क हुने भयो। यो त धेरैले नसोचेको कुरा होला। हो त। यसले के देखाउँछ भने आफ्नो फर्टाइल विन्डो चिन्नु कति जरुरी छ। फर्टाइल विन्डो भनेको गर्भधारणका लागि सबैभन्दा उपयुक्त समय। यो ओभ्युलेसन हुनुभन्दा 5 दिन अघिदेखि सुरु हुन्छ र ओभ्युलेसन भएको 1-2 दिन पछिसम्म रहन्छ। ए किनभने शुक्रकीट 5 दिन बाँच्ने भयो, तर डिम्ब त 12 देखि 24 घण्टा मात्रै बाँच्छ। त्यसैले त्यो छोटो समय महत्त्वपूर्ण भयो। यही जानकारी त गर्भ चाहने र नचाहने दुवैका लागि एकदमै महत्त्वपूर्ण भयो नि। स्रोतमा यो फर्टाइल विन्डो पत्ता लगाउने तरिका बारे केही छ? गर्भ चाहनेले ओभुलेसन टेस्ट किट्स पाउँछ बजारमा, त्यो प्रयोग गर्न सकिन्छ। अरू? अनि बेजल बडी टेम्परेचर भनेको बिहान उठ्ने बित्तिकै शरीरको तापक्रम नाप्ने। ओभुलेसन पछि यो अलिकति बढ्छ। अर्को भनेको सर्वाइकल म्युकस, योनिबाट निस्कने तरल पदार्थको प्रकृति हेर्ने। ओभुलेसनको बेला यो अलि पातलो, चिप्लो र तन्किने खालको हुन्छ। अनि गर्भ रोक्न चाहनेहरूका लागि नि क्यालेन्डर मेथड कतिको भरपर्दो हो? गर्भ रोक्न चाहनेले त हरेक पटक यौन सम्पर्क गर्दा भरपर्दो साधन प्रयोग गर्नुपर्छ, जस्तै कन्डम, गर्भनिरोधक चक्की, डिपो सुई, इम्प्लान्ट वा आइयुडी, पाठेघरमा राख्ने कपर्टी। क्यालेन्डर मेथड चाहिँ त्यो मात्रै भरपर्दो हुँदैन। विशेष गरी जसको महिनावारी गडबड हुन्छ उहाँहरूलाई त झन् हुँदैन। अनि अर्को कुरा, जस्तै गर्भनिरोधक चक्कीले त ओभ्युलेसन नै रोक्छ होइन? हो, चक्कीले ओभ्युलेसन रोके गर्भ हुन दिँदैन। तर यौन रोग एसटिआईबाट बच्न त कन्डम नै चाहिन्छ। चक्कीले त्यसबाट बचाउँदैन। बुझे। गर्भधारण र गर्भनिरोध बाहेक समग्र स्वास्थ्यको बारेमा पनि केही भन्छ कि स्रोतले? भन्छ नि, सन्तुलित खानेकुरा खाने, नियमित एक्सर्साइज गर्ने, तनाव कम गर्ने, चुरोट रक्सी नखाने, यस्तो स्वस्थ जीवनशैलीले प्रजनन स्वास्थ्यलाई राम्रो बनाउँछ। अनि समस्या देखिएमा? हो, त्यो पनि महत्त्वपूर्ण छ। महिनावारी गडबड भएमा, धेरै रगत बग्ने वा साह्रै दुख्ने भएमा, वा गर्भ बस्न गाह्रो भइरहेको छ भने तुरन्तै डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ। त्यसो भए आजको कुराकानीको सार के भयो त? महिनावारी चलिरहेको बेला गर्भ रहने सम्भावना एकदमै कम छ, तर शून्य छैन। हो,
खास गरी छोटो वा अनियमित चक्र हुनेमा। त्यसैले आफ्नो चक्र कस्तो छ, फर्टाइल विन्डो कहिले पर्छ भन्ने जानकारी राख्नु एकदमै महत्त्वपूर्ण रहेछ। एकदमै। र अन्त्यमा एउटा कुरा सोचौँ न, आफ्नो शरीर, आफ्नो चक्रबारे सही र वैज्ञानिक जानकारी राख्नु आफैमा कति ठूलो शक्ति हो, होइन र? हो नि। यस्तो ज्ञानले हामीलाई कति धेरै भ्रमहरूबाट बचाउँछ अनि आफ्नो स्वास्थ्यबारे सही निर्णय लिन मद्दत गर्छ। यसबारे विचार गरौँ है त।